सो सबजनालाई नमस्ते, मेरो नाम चाहिँ सफल उप्रेती हैन। अब पछाडिको इन्ट्रो त नदिउँ होला। आज हामी जाँदैछौँ हैन, कुन मन्दिर रे दाइ? भैरवी मन्दिर। हामीसँग अब 2-4 जना झोले पनि बोकेको छौँ। सो अलवेज रेडी हो। गाइज हाम्रो चाहिँ बाटोमा अलिकति जाम परेर बाटो मोड्न थालेछौँ हैन। म चाहिँ आफ्टर लङ टाइम पछि घुम्न हिँडेको हैन। अनि धादिङ भन्ने ठाउँमा आइपुगिसकेँ। अनि यहाँबाट चाहिँ मन्दिर जान थालेको हामी, भैरवी मन्दिर भन्ने सुनेको थिएँ मैले। अब त्यही जान थालेको छ। भैरवी मन्दिर पर्दैन, गुप्तेश्वरी मन्दिर पनि तपाईँहरूलाई भ्यूहरू देखाउँछ है। धेरै समयपछि निस्केको कि मलाई झ्याउ पनि लागिरहेको थियो। अनि सफल अन्डरग्राउन्ड भयो भने कतिजनाले सुन्नु भएको थियो होला। अब फेरि रिटर्न आइसकेँ। हामी चाहिँ यहाँ मान्छे कुरिरहेको छौँ, मान्छे आएको छैन होइन। अनि हामीसँग भाइ बहिनीहरू नि हुनुहुन्छ है, हेर्न सक्नुहुन्छ। मलाई घुमाउन निस्केको छन्। यो भाइलाई चाहिँ हाम्रो धादिङ जिल्लाको चर्चित तथा धार्मिक स्थल भैरवी मन्दिर र गुप्तेश्वरी मन्दिरमा दर्शन गर्नको लागि लैजाँदैछौँ। र हाम्रो साथमा हुनुहुन्छ रोजिना बहिनी, उसको भाइ। साथसाथै हामीसँग एकजना नयाँ मेम्बर पनि जोइन हुन लाग्नु भएको छ। सो उहाँलाई वेटिङ गर्दैछौँ हामी। सो प्लिज कन्टिन्यू योर टक गाइज। सो हाम्रो दाइ चाहिँ अलिक संस्कारी कुरा गर्नुहुन्छ। अब तपाईँहरूलाई थाहा नै छ म खत्रै खालको बोल्ने खालको हो भनेर। प्रोफेसनली हो होइन, भनिरहनु नपरोस्। अहिले आएपछि देख्नुहुन्छ सब तपाईँहरूले। के भन्नु छ? मैले चाहिँ कसलाई हाल्नु पर्ने? हेलो, के भन्नु छ? त्यो कति किलो थियो बहिनी? अब दाइ 50-60 कति 80-90 केजी हो म है, 80-90 केजी है। अनि दाइ अनि त्यही त्यत्रो त कहाँ 80 केजी कस्तो कुराहरु हो तैले त्यही त भने 80-90 केजी भने यहाँ एक कुन्टल लो छ के है मोटो त भने छ। म 51 कि 52 किलो छ। सो आजको भ्लग चाहिँ अलिक स्लोमा हुनसक्छ। म आफ्टर लङ टाइम पछि मैले भिडियो बनाउन थालेको हो होइन। त्यसमा अब नरिसाउनु होला, बुझ्नु पनि कि मैले बुझाउनु नपरोस्। क्वालिटी कस्तो चाहिँ राम्रो क्वालिटी अब मान्छे अनुसार आउँछ। मलाई देखायो भने नराम्रो होला, तपाईँलाई बस हेर्नु भने ए भाइको भाडा यता दाइले र भाइले उहाँहरूलाई चाहिँ हामीले बाटोमा भेटेको होइन। अनि त चाहिँ कोसँग आएको त्यसो भए? म चाहिँ उहाँ दाइसँग आएको। अनि बाटोमा भेट्यो मान्छेले लिएर आउँछ तँलाई? एकदम हात साथ जोडियो नि त, दाइ लिएर जानु न प्लिज भनेर। दाइ जोड्यो त चाँडैभन्दा चाँडै दाइको के अरे प्रगति होस् होइन। दाइ असैको लागि लडिरहनु भएको छ होइन, मेरो आशीर्वाद लाग्छ। हाम्रो भाइ बहिनीले अब यसो बाइक सिक्न थालेको छन्, हेर्न सक्नुहुन्छ त, हेर्न सक्नुहुन्छ। अवस्था अलिकति नाजुक छ। केटी मान्छेले बाइक चलाउँदाखेरि डराउनु पर्ने अवस्था पनि हुन्छ होइन, भर लाग्दैन जति नै प्रोफेसनल भए पनि। हाम्रो यहाँ ड्राइभर साहब यहाँ हुनुहुन्छ। चलायो अनि के भन्छ अरे, अनि गफ चाहिँ ठुल्ठुलो नेताको जस्तो दिएर हुँदैन नि नानी। खोइ त अहिलेसम्म स्टार्टै गर्नु सकेको छैन भने गरी खाँदैनन्। स्टार्ट गरेर जति चलाउँदो रहेछ यो। म चलाएर देखाइदिन्छु। प्रोफेसनल हो, प्रोफेसनल। हेलमेट चाहिँ टाउकोमै छ, बाइक चाहिँ अगाडि पुगिसक्यो क्या। हैट के गर्नु साथीहरू, हेलमेट चाहिँ टाउकोमै छ, बाइक चाहिँ माथि पुगिसक्यो। हिँड्नुपर्ने अवस्था छ मेरो। यहाँ हेर्नुसँग चाहिँ भ्यू। म कहिले पुग्नु हो माथि त यार, मेरो त फाड्नै भयो। स्यासेर फ्याफे भइसक्यो। भ्यू साथीहरू, भ्यू ल साथीहरू, भ्यू हेर्न सक्नुहुन्छ। म त्यत्रो डाँडो काटेर आएको म यार, हिँड्दै भ्यू यार।
राइट रमाइलो हुन्छ जे होस् काँड दुखिरहेको त अगाडि उता माथि कहाँ खोइ लालीगुराँस चाहिँ अब अहिले पछि जाने हो कि पुरा मन्दिर जाने केही भनौँ न यार म थाकित छु कि हेलो हामी ठ्याक्क मन्दिर भित्र प्रवेश गर्दैछौँ ल मन्दिर चाहिँ त्यहाँ है माथि टुप्पामा छ अघि के भन्यो थियो अरे मोटो घाटो ल्याउन गाह्रो पर्ने भन्ने चाहिँ अगाडि छ है मेरो भाइ यहाँ मोटो घाटो हामी त्यत्रो घुमे त्यहाँ जुगे लालीगुराँस आएको सफल अहिले लाली गुराँस टिपेर लिएर आउँछु मैले फिक्स हो त्यहाँ हेर्न सक्नुहुन्छ लाली गुराँस पनि छ लाली गुराँस पनि टिपिदिन्छु म अनि तल भिड हेर्न त नि कस्तो ठुलो छ भिड सुके छ के रे हैन यो बाटो कहाँनिर है मिटिङ पर्छ कि छ नि बहिनी उतेसम्म यत्रो डाँडा काटेर गयो त्यसमा ग्राभेल छ त्यहाँबाट अलिकति तान्दैन भन्न थाल्यो भाइ हो त त्यो बाटो चाहिँ आऊ मलाई साँच्चै हो यो बाटो सजिलो हो अहिले सजिलो अनि जाँदाखेरि जाऊँ न तपाईँहरूले तर सल्लै सल्लाह खानु ओरल पर्छ कि यो यहाँबाट जान्छ नि अरे सबजना यहाँ निक्लिन्छ यहाँनिर निक्लिन्छ नि तिमीहरू यो बाटो हिँडेन नि हो यही बाटो यहाँ ठ्याक्कै ओह्रालो यहाँबाट हो भइहाल्छ त दुईजना दाइरोमा मात्रै जान्छ दादा मसँग एकजना गयो नि हुन्छ मलाई चाहिँ कहाँ भेदभाव गर्ने त म त हिँडेँ म रोज्ने होइन तिमीलाई त उसलाई हिँडाइदिउँ न त भाइ मोटी हाम्रो छोरी भने हिँड्नु पनि हाल्ने होइन त उसलाई त हिँडाइ ल्याउनु पर्ने निक्लियो नि त ल फाइनली मन्दिर आइपुग्यौँ ठ्याङ्क साथीहरू हेर्नु सक्नुहुन्छ यत्रो डाँडा काटेर आएको छु म होइन अहिले हामी त्यतातिर चाहिँ अहिले जाने हो फर्स्टतिर हामी ओइ फलो मी रे आइ एम नट योर वाउ खतरा छ बिहान आउनुपर्छ कि घाममा सफल यार त्यहाँ हेर यहाँ हाम फालिदियो दामी आयो कि मलाई पनि थाहा छ कि झन् म अब यस्तो बसेपछि यस्तो हो क्या फेरि फर्स्ट ह्यान्डसम्म म सेकेन्ड ह्यान्डसम्म तपाईँ कस्तो भयो हेलो डेटिङ कस्तो सही स्पोर्ट रहेछ हेर तर म चाहिँ यो टाइम चाहिँ 15 चोटि चाहिँ आइपुगिसकेँ ठ्याक्क 15 जेटिङ सेटिङ हुन्छ के मात्रै भन्नु कि गर्लफ्रेन्ड भन्दा गर्लफ्रेन्ड बनाउनै हुन्न त हो सपत ल हे भैरवी दर्शन फाइनल अब फेरि घरको मान्छेले टेन्सन लिइरह होला अब नलिनु टेन्सन आन्टी अङ्कल छोरो बिन्दासमा बिन्दास सेफ्टी छ अहिलेसम्म सिडी उक्लिन कस्तो लागिरह हाम्रो यता दुईजना आउँदैछन् यता वाउ भ्यू चाहिँ वाउ छ अझै थाकेर है सासा भइरहेको छु एउटा रोज्ने भनेर यो 80 किलो 80 प्लस 10 चाहिँ कसले मैले लिएँ प्लस 10 चाहिँ म फाइनली हामी सब के भन्नु छ कस्तो लाग्यो रुन्नेले आज घाम चर्कोमा मार्ने यहाँ नै आउने हो कि पधारी है हमारे थोड़ी कभी पधारिए हाम्रो एउटा त्यहाँ दाइ यहाँ दुईजना एकजना डाउन टु अर्थ हुनुहुन्थ्यो Yes, मैले yes. चाहिँ एकदम मायाले तर थोब्रा जस्तो होइन क्यामेरा ब्याक साइड चाहिँ पवाला है भिडियो बनाएर फोटो खिचिहाल्ने सोच्यो यो ताल पोवा निक्लिएर गयो नि हुन्छ बाटो हिँडेर जाने यो उसबाट त वहाँ गजुरी के अरे आदमघाट मुलामारी देखिँदो रहेछ त्यहाँबाट त नाटक गरेर हो क्या म त्यस्तो भिडमा लाली गुराँस टिममा जान थालेको ल साथीहरू हेर्न सक्नुहुन्छ हामी के टिममा जान थाल्यो लाली गुराँस
तर बाटो चाहिँ एकदम असिलो छ। लालगुराँस चाहिँ त्यहाँ छ है। मैले देखिसकेँ लालगुराँस। ओइ चुलबुले समात रोजिन म टिपेर ल्याउँछु। हुँदैन हौ नाटक नगर त्यहाँ मुला उद्यो बिहा जान सक्दैन हौ सकिन्छ उ यहाँ त्यही छ। टिप्न सक्ने भए सबै लैसक्छु क्या अहिले टाइमै होइन नि यो सकिसक्यो केटाकेटी बिस्तारै ए त्यहाँ पनि रहेछ त हो। त्यो सक्दैन त्यो सक्ने भए सक्ने ठाउँ चाहिँ सबै टिपिसक्यो क्या यो ठाउँ त नर्मल हो त है दाइ बजारबाट यहाँ आउनु त नर्मल हो जस्तो लाग्छ अब दुईजना राम्रो ताले राम्रो बाइक हो भने चलाउने मान्छे कति बेला लाग्छ बिस्तारै नै आइरहेको छु। केही पाउन केही गुमाउनु पर्छ थाहा छैन। रहेछ एउटा टिपिस पक समाजमा जान्छु ल। म जान्छु नि त म टिपेर एउटा टिपियो फाइनल्ली। एउटा टिप्नु नभन्न टिप्नु लागि छ छिटो टिप्न एकछिन न गरिम भइसक्यो। दाइ बिल्ला होइन मैले त भेट्न त भेटेँ दाइ अलिकति यस्तो टुक्रो भेट्यो नि। हजुर कहाँ ए मैले नि फाइनली भेट्यो। अलुवा तलतिर टिपुम न कि यसमा त बरु चप्पल खोलेर जा है चप्पल खोलेर बरु घोचे नि घोच्छ राइट फाइनली म नि पुगिसकेँ। यहाँ मुनि बाघ हुन्छ दिदी यो ओडार मुनि है हामी रोज घुम्नु कारण बनाएर टिप्न त नजिक आइसक्यो टिप्न अरे। भाइ आउन सक्दो रहेछ तर टिप्न चाहिँ सक्दैन ठिकै रहेछ देख्दैन नि दाइ ल भिड रहेछ उता जाऊँ सफल उता टिपौँ हाम्रो फाइनली यति भयो मेरो गाना फाइनली यति दुःखले मैले नि टिपेँ। ए हेर न सबै झर्यो फुल राम्रो आछ मेरी प्यारीको लागि रे लभ यु भन्ने नि त नि तर उसले यार रिसाएको छ के गर्नु नि। देख्यो तिम्रो लागि भने यति टाढामा फुल टिप्न आएको छु कि तिमीले मेरो माया बुझ्दैनौ। तर सबभन्दा पार्टमा पढ्न मजा आउँछ बिगो सबैजना कुनै पनि पार्ट नबुझ्छ तर बिबाडी सफल यस्तो गर्न पक्क ए 0.5 यस्तो नघुमा न 78 ब्याचको सिधा त चिन्छ सिधा त सबै कतिको रमाइलो सिधा त अभिले च्याकोले 78 ब्याच हो ननसिको हो दाइ दिदीहरु हामी पुरा चिन्छ तिमीले दिल्ली साल चिन्छ हामी चाहिँ अब चाहिँ थके मारिराको है लालीगुराँस टिपेर यो खाइराछु पर्दै एउटा सुमिता लालीगुराँस खाइराको दाइ आउनुहुन्छ सफल यहाँ यिनीहरू त्यो ब्याजको त भनेको कि त भन्ने चाहिँ एउटा ब्याच रहेछ ऊ यही रहेछ त ल चलिरहेको छ समाज सेवा हेर्न सक्नुहुन्छ। एकछिन एकछिन ल प्रोफेसनल कुकुर रहेछ नि त भएन समाज ल समाज छिटो त्यो हाम्रो यहाँको अब सकिन लागिसक्यो हाम्रो घुम्ने ठाउँ सकिहाल्यो। भिडियो राम्रो भएको छैन कहाँ लैरा होला रोजिना जस्तै डगिना रे डगिना नाम नै बवाल डगिना हाम्रो यहाँको चाहिँ सकिसक्यो घुम्ने
अब चल्दै गयो कता चल्यो थाहा छैन भन अरे हेलो गाइस हामी चाहिँ हिँडेर आइरहौँ 3 जना बाइकमा ओह्रालो भएर 5 जना तान्न सक्दैन अरे अनि 5 जना हेर्न यहाँ कुकुर लागि खानेकुरा दिएको अगाडि अगाडि बाटो छिक्न आउँछ यार मलाई त सफल झन् 1 नम्बरको हिँड्न सक्दैन सफल मलाई बियर लाग्यो मलाई बियर हैन मलाई चाहिँ कुकुर पछि लागिरहेछ है हो पनि यार मेरो बेइज्जत भयो यार गाइजहरु मेरो कुकुर पछि लागिरह केटाको ठाउँमा अब घरै लैजानु पर्यो कुकुरलाई हेर न नि यहाँ हेर हेर मलाई कुकुर पछि लाग्यो अब त सफललाई लाग्यो सफल तेरी लड़की है लड़की ये कुकुर नहीं है कुकुर नहीं है यो तर भिडियोमा सबसे बढी चाहिँ साउन्ड मेरो आइरहेको छ सब ओह्राल्यो सिधा हामी चाहिँ वहाँ तल पुग्नुपर्छ तल अनि सफल यहाँ थाकिसक्यो अहिले ल छिचुडे केटाकेटी हो यत्रो तल झर्नु छ यार एक दिन सबैलाई तलै झर्नै छ ढिलो चाँडो मात्र हो ए एक दिन सबलाई माथि जानै छ उ त्यो माथि डाँडा के गर्नु गाह्रो छ तराईमा हुर्केको मान्छे डाँडा पाहा चढ्न गाह्रो छ उही दार त अगाडि पुगिसक्यो त कति छिटो हो त्यहाँ उही देखिरहेको छ कि म चाहिँ के भर्खर के सहरबाटै झरेको पुरै उयो होइन नि अलिअलि गाउँमै झऱ्यो गाउँमै रोड अझै तल छ भने हामी चाहिँ अर्को ठाउँमा आइसक्यो गुप्तेश्वरी हो भैरवी मन्दिर कटेर गुप्तेश्वरी उता पछाडि जान पायो अब हामीहरू चाहिँ उता तलतिर झर्छ यता तलतिर झरेर खुट्टाले सक्नु छ सक्नुहुन्छ हामी यस्तो ब्युटिफुल प्लेसमा आइपुगेछौँ ठाउँको नाम के हो अरे गुप्तेश्वरी ए हामीसँग अब अझै मन्दिरभित्र जाने बाँकी नै छ के डाँडा काँडा चाहिँ सही छ भने यार महिनापछि डिप्रेसनबाट बाहिर निस्केर आएको होइन म कोठाबाट घर कोठाबाट घर कोठाबाट घर ए कोठाबाट काम कोठाबाट काम कोठाबाट काम कोठाबाट काम यत्रो यार उ त्यो तलको खोल्सामा जानु छ भने गाह्रो छ म डाँडा काँडा हिँड्न नआउनेलाई नै दाइ एक दिन गन्तव्यमा चाँडै पुग्नु छ क्या मलाई अनि अगाडि हिँडेको त बनाइरहेको छु नि थोडी यत्रो डाँडा हिँड्नु छ यार केही पाउनलाई केही घुमाउनु पर्छ होइन साथीहरू ओए पक प्याउरी पक ल क्यामेरा समात म जान्छु अगाडि महिना डिप्रेसनबाट बाहिर निस्केँ आज म एउटी तरुणले छोडे के थिएँ म डिप्रेसनमा पुगेको थिएँ बिस्तारै हो बिस्तारै तल गएर खाजा खाने अनि तलतिर
हो सबजना अगाडि गइरहेछ म चाहिँ लास्टमा हिँडिरहेको छु भिडियो बनाउँदै के भने चिचौ नि जय धादिङ मन ल धादिङ आएपछि धादिङ त भन्छन् सफल जय धादिङ गरिब टोली छिचिडो तल त क्रिस्चियन मान्छे जानु हुनु नि धर्म नष्ट होला नि फेरि जुत्ता किन खोल्नु पर्यो ए समात्न त क्यामेरा समात ज्याकेट समात सबजना भित्र छिरेर मनी भित्र छिरे अनि अनि हरे मोबाइल अब हाम्रो है प्रवेश भयो हाम्रो मेन गुप्तेश्वरी मन्दिर यो चमेरो हरे यहाँ यस्तो छ हेर्नु यहाँ यस्तो डिजाइनको छ सबै गाईको थुट यहाँ चाहिँ है यो चाहिँ शिव मन्दिर हो अनि सबै लाइट किन मेरो ब्यागमा म फोन हो अनि भिडियो बनाउनु राम्रो हुन्छ तिम्रो फोन निकाल्दा चाहिँ देख त्यो होइन अर्कोमा अर्कोमा यो छ पहिला यस्तो चलाउनु हुने कि सफल यो चिज किन्ने ठाउँ होइन साँच्ची नै तिर्सिलो के हाई मेरो यात्रा के भन्छ रे गुप्तेश्वरी मन्दिरको यात्रा हाम्रो चाहिँ मन्दिरमा यस्तो छ हेर्न सक्नुहुन्छ राम्रोसँग हाम्रो माथि नै यस्तो हेर्नु दुधको थुन हजुर यस्तो हेर्नु मेरो लाइट बल्छ त सो हामी चाहिँ गुप्तेश्वर मन्दिरमा छिरिसक्यौँ होइन अघि नै छिरेको बाटो यस्तो छ माथिको तुहरू देखा न के देखा दुधको थुनहरू कस्तो डिजाइन बनाएको आफै हो यो दुधको थुनहरू हो अनि यता यो च्यागोले उति त चाहिँ भगवान हुन्छ यस्तो माथि गर्नु होइन यस्तो यो चाहिँ दुधको थुन यहाँ चाहिँ आफ्नो मन्नत पुरा हुन्छ यो बनाएर माग्यो भने अनि च्यागोले दुधको थुनहरू सबै यहाँबाट पानीहरू दुधहरू चुइन्छ अहिले चाहिँ चुइरहेको छैन चुइनु पर्नु हो तर अहिले नि थाहा हुन्थ्यो नि त भित्र जाँदैछौँ ए माथि नि अर्कै छ यो सबै दुधको थुन हो यो वेट हेर त्यहाँ मान्छेहरू छिरिरहेको छ आइज त छिरो अब यहाँ पाप गर्ने मान्छे चाहिँ छिर्दैन हेरौँ न पाप गराएर चाहिँ कि राख्दैन गाइजहरू छिर यहाँ चाहिँ यो दुधको थुनहरू यसलाई मलाई पनि बनाउँदा म चाहिँ छिर्दैछु है मेरो पालो अलि पत्तालाई देखाउँछु छिर्यो म त सबैभन्दा पाप गरेछ मैले त केही पाप गरेन अब हेरौँ न पाप गरेको यो पनि दुधको थुनहरू हो सबै भिडियो छिटो यहाँ अड्केको अवस्था छ होइन तर खाल्टो खाँदा रहेछ अस्ति नै सानो थियो थाहा म त सक्दिनँ अवस्था अलि नाजुक छ बाहिर छिटो हिँड्न ओए भैँसी अड्के जस्तो अड्कियो त छिटो निस्काउनु हामी चाहिँ आधामा आइपुगेर बसिरहेको छ गाइजहरू ऊ निस्किन अड्केर ऊ अब त्यहाँबाट निस्क्यो दुईजना निस्किसक्यो हेरौँ मैले पाप गरिरहेको छैन सबैले
म त निस्किहाल्छु नि म सुट सबैभन्दा सजिलो सबसे गाह्रो उसलाई अनि हामीलाई सजिलो भयो कस्तो भयो पहिलादेखि त म यो फर्स्ट सेकेन्ड सबभन्दा लास्ट त्यही पनि इजिलमा निस्किने सबभन्दा सबैभन्दा सजिलो मैसँग अनि मै निक्ल्यो होइन ब्यारे भएन त्यसमा के भन्नु छ मजा आयो एकदम यो डाँडा काटेर कहाँबाट छिटो कहाँ निक्ल्यौँ होइन होइन ओइ बिस्तारै इनर्जी लस भइसक्यो दाइ दा माथि जानु है यो ल दाइ साँच्ची यो फुस्किन्छ दाइ आइजानु दाइ नि ओइ बिस्तारै दाइ यहाँबाट यो चढेर बट